हेलो गुड मर्निङ गाइज। यतिखेर चाहिँ नुवाकोट जिल्लाको तादी गाउँपालिका अन्तर्गत रहेको यस जामुने डाँडादेखि देखिने दृश्यहरू तपाईहरू माझ देखाउन गइरहेको छु। तपाईँ देख्न सक्नुहुनेछ तल बादल ड्याममा यसरी चाहिँ लागेको छ। एकदमै राम्रो दृश्य तपाईँ देख्न सक्नुहुनेछ। पारी लछ्याङ डाँडामा चाहिँ घाम लागिसकेको अवस्था छ भने अब यतातिर चाहिँ भर्खरै लाग्दैछ। यो मर्जा डाँडा हो अनि यस कुहिरोले ढाकिएको ठाउँ चाहिँ आप्रह, कविलास, पञ्चकन्या अथवा पछाडि कपनी होइन हो भने यतातिर चाहिँ घ्याङस्वारा रहेको छ पञ्चकन्या गाउँपालिकाको। अनि यो डाँडा पछाडि चाहिँ तादी गाउँपालिकाको वडा नम्बर 2 चिलाउने पर्दछ।